व्हाट्स अप पार्टीहरु आज चाहिँ म आइसक्यो वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी जाँदैछौँ कहाँ भन्दा क्रिक केटाहरु रेडी हुँदैछ। अब चाहिँ म त्यहाँ गएर सब देखाउँछु हजुरहरुले माया देखाउनु होला। अझै यो भन्दा राम्रो एडिटिङ र यो भन्दा अझै राम्रो भिडियो आउनेछ। अहिले म त्यहाँ गएर देखाउँछु है त ल। हामी साथी पनि निक्लिरहेछ उता प्राइभेटबाट। Hello guys, welcome to our channel. He is my friend from South India. Yeah, he came today just now at my apartment. It's a fake. He's a lie. That's a cap, man. That's a cap. That's a cap, bro. That's a cap. Just I just want to say this is my Burj Khalifa. Right now I'm here in Burj Khalifa. Right now this is my brother. So meet. This is bro is so good and amazing. Humorous smile. So when you meet, you are know dialogue about everything. Dinna. के भन्छ चाहिँ कान्छा यता के भन्छ चाहिँ कान्छा कान्छाले केही गर्छ दुबईमा केही आएर गर्ने खालको मान्छे नौजवानमा यो पर्छ। अर्को चाहिँ लफङ्गो कान्छो, यो लफङ्गो कान्छो यसलाई पनि अलिकति मिलाएर कुरा गर। यसलाई यसको अनुहार राम्ररी हेर न है। राम्रो त हेर त कति राम्रो छ। यहाँ आएर यो पनि होइन के मन परेमा अब म उनीहरुको इन्स्टाग्राम चाहिँ तल लिंकमा राखिदिन्छु। all the way from Bangladesh. Channel like, comment, subscribe गर्नु। Celebrate यार। ल यता केटाहरु रेडी भएर सट्ट निक्लिँदै सक्यो हैन। अब सनराइज हेर्ने भनेको अब हेरौँ भ्याउँछ कि भ्याउँदैन। टाइम लेट भइसक्यो हैन। ए सनसेट हो कि सनराइज हो समथिङ के हो अब हैन। जो अहिले गएर हेर्छौँ हामी चाहिँ हेर्नु चाहिँ हेर्छौँ है। केटाहरु सुजन केटाहरु दुईजना अरु खै हाम्रो उ दुईजना आउँदैछ त्यहाँ झिल्के बनेर है। आम्बो लुक्सै कडा छ हो। जुटीहरुको त आम्बो मार्छ कि क्या हो। ठिक छ हामी गइरहेछौँ है त ल। हिँडिरहेछौँ अहिले चाहिँ हामी यो आकाशे पुलमा हो। ठिक छ बेलुका भइसक्यो गर्मी चाहिँ ओभर छ है अहिले पनि हुन्छ नि। टक्क लाएर यताउता जो चस्माले चाहिँ सुहाइरहेको रहेछ। जस अन्धो टाइपको चाहिँ देखाएको छैन है। मैले पनि अलिकति हेरिरहेको छु आफूले आफूलाई हुन्छ नि त। जस को हो यो कसम दोस्त है कसम दोस्त। झिल्के क्यामेरामा आउनलाई अलिकति त्यो नभएको हुनसक्छ होइन। अहिले कम्फर्टेबल बनाउँछ हामी उसलाई अब राखेर होइन चट्टा लाएर। ऊ आएको चाहिँ 2-3 वर्ष भइसक्यो अरे। उसलाई इन्टरभ्यू लिन्छ हामी अब हुन्छ नि त। के हुन्छ अब कस्तो क्यामेरा आउनु किन लजाइरहेछ त अब हुन्छ नि। क्यामेरामा नआउँदा चाहिँ कस्तो फिल हुँदो रहेछ भन्ने एउटा हुन्छ नि क्वेसन चाहिँ हामी सोध्छौँ अहिले है त। अहिले पनि हिँडिरहेछ टक्क लाएर सर्लक्क लाएर। यो चाहिँ बरदुबईको अलरफा भन्ने स्ट्रिट हो। अहिले हामी चाहिँ हिँडिरहेछौँ होइन। चट्ट लाएर त्यहाँ बरदुबई नेपाली पार्कमा जान्छौँ। अनि त्यहाँबाट मेट्रो चढ्छौँ हामी सर्र लाएर अनि पुग्छौँ है त। सट्ट लाएर त्यही ठाउँमा अब सिधै गएर मेट्रोको सर्ट देखाउँछ है त। यताबाट यहाँबाट हाली सर्लक्क लाएर 50 रुपियाँ टपअप हान्यो मेट्रो कार्डमा। अपरेसन इन प्रोग्रेस भनिरहेको छ। यता कार्ड राख्ने यताबाट पैसा हाल्ने भइसक्यो ट्रान्जेक्सन सक्सेस। अब यहाँ चाहिँ कार्ड देखाउने हो चट्ट लाएर। मेरोमा 23 रुपियाँ छ ब्यालेन्स। सर्लक्क अब मेट्रोतिर। थैंक यू भाई थैंक यू। हमने भाई भी सपोर्ट किया है हमारा ब्लॉग पे। ए नेपाली हो ठिक छ दाइ मैले त अब अहिले चाहिँ हामी ट्रेन कुद्न बसिरहेछौँ मेट्रो स्टेसन है। मेट्रो स्टेसन कुद्न बसिरहेछौँ अब हुन्छ नि त। यहाँ अब सुजन हाम्रो यता साथी अनि हाम्रो यहाँ कसमबाडी मेट्रो देख्नुहुन्छ पछाडि चट्ट आइसक्यो। अब हामी चाहिँ छिर्छौँ है त। सो अहिले चाहिँ हामी मेट्रो स्टेसन चढिसक्यो। अब चाहिँ हामी जाँदैछौँ कहाँ भन्दाखेरि क्रिक। के हेर्न भन्दा सनसेट हेर्न है त।
हुन्छ नि त अब जस मजा आइरहेछ कसमबाडी यस बस कस्तो लागिरहेछ अब मेट्रो चढेर हुन्छ नि त केही 2 शब्द राखिदिनुहोस् 2 मात्र त्योभन्दा बढी राख्न पाउँदैन पाउँछ हजुरको इच्छा हो नि त अब त्यो हजुरमै डिपेन्ड हुने कुरा हो नि त कति शब्द राख्दा ठिक होला हजुरलाई नि थाहा होला त्यो गर्नुहोस् मेट्रोको अब त्यो हुन्छ नि त अब ट्रेनमा त चढिसक्यो अब मैले यताउताको पनि होइन नजाराहरू देखाउँथेँ होला पहाडीहरूलाई होइन तर के हो भन्दाखेरि होइन यहाँको अब रुल्स एन्ड रेगुलेसन चाहिँ अति नै स्ट्रिक्ट छ मैले जहाँ पाएँ त्यहाँ भिडियो गर्नु मिल्दैन अरूको अनुमति बिना हुन्छ नि त के हो भन्दाखेरि अब 1 लाखदेखि 5 लाखसम्म पेनाल्टी हुन्छ क्या अब केही गरी 5 लाख दिराम त्यही पनि नेपाली पैसा होइन 5 लाख दिराम अब हुन्छ नि हामीले अब भिडियो गर्दै जाँदा पैसा मान्छेको अब हुन्छ नि फेसेस अथवा केही आयो भने अब हुन्छ नि उनीहरूले केस गर्यो भने चाहिँ मलाई 1 लाखदेखि 5 लाखसम्म दिराम चाहिँ जरिवाना हुन्छ है त्यही भएर अहिले मैले वरिपरि देखाएको छैन अहिले मलाई मात्रै फोकस गरिरहेको छु हुन्छ नि त हजुरहरूले बुझेर इन्जोय गर्नु होला भन्दै अहिले देखाउँछु कन्टिन्यू हुँदैछ भिडियो चाहिँ अझ लामो हुन्छ अहिले देखाउँछु है त ल यो चाहिँ मेट्रोको है बाहिरको सिन है हजुरहरूले हेर्नु सक्नुहुन्छ इन्जोय गर्नुहोस् है त रमाइलो गर्नुहोस् यो चाहिँ पुरै बाहिरको सिन हो अहिले चाहिँ हामी मेट्रोमा हिँडिरहेछौँ अब मैले भित्रको देखाउन नमिल्ने भएर बाहिरको देखाइरहेछौँ अब मैले अब यहाँ भित्रको खिच्यो भने त अरू मान्छेहरूको पनि फेस आउँछ त्यही भएर अलिकति मलाई गाह्रो हुन्छ त्यही भएर मैले बाहिरको सकेसम्म फुल निकाल्ने कोसिस गरिरहेको छु यसो भ्यू हेरेर इन्जोय गर्नु होला लाइक कमेन्ट सब्सक्राइब सबै गर्नु होला हजुरले बोलेको सुन्नुभयो होला जस्तोमा स्टेसनको नाम हुन्छ अनि त्यहाँबाट त्यहाँ माइकमा भन्ने रहेछ अब हुन्छ नि नेक्स्ट स्टेसन चाहिँ यो आउँदैछ है भनेर हजुरहरूले सुनेर त्यो स्टेसनमा ओर्लिनु पर्ने हुन्छ म र मेरो साथी चाहिँ फर्स्ट टाइम आउँदाखेरि के भएको थियो भने अब त्यो थाहा नभएर हाम्रो डेस्टिनेसन अलिक टाढा छ भने हामी जस त्यो स्टेसनभन्दा अगाडि नै ओर्ल्याएको थियो अब हामीलाई थाहा थिएन नि त हामी नयाँ थियो नि त त्यही भएर चाहिँ हो अब हजुरहरूले आउँदाखेरि पनि अब ध्यान दिएर सुन्नुपर्ने हुन्छ मेट्रोमा चढेपछि अब कुन नेक्स्ट स्टेसन कुन आउँदैछ त कहाँ झर्ने हो त त्यो हजुरहरूलाई थाहा हुनुपर्ने हुन्छ पहिल्यै सुरुमा अब भन्छ हेर्नु त पहिला अरबिकमा भन्छ त्यसपछि इङ्ग्लिसमा भन्छ खलिफा पनि देखिरहेको छ अलिअलि टुप्पो त्यो माथि अब हुन्छ नि यो गोलो चाहिँ के हो मलाई थाहा भएन त्यो भित्र चाहिँ के छ अब मलाई त्यस्तो पनि थाहा भएन अब थाहा नभएको कुरा भन्नु पनि मिलेन है पहाडीहरू हुन्छ नि त्यो चाहिँ गेट हो त्यो चाहिँ हुन्छ नि हामीले अस्ति नै अर्को भिडियोमा हजुरलाई देखाएको थियो त्यो चाहिँ जुम गरेर देखाइरहेको थियो अब 100x जुम गरेर हामीले जे निकाल्ने कोसिस गरिरहेको थियो त्यही हो है हजुरहरूलाई अर्को भिडियो हेर्नु सक्नुहुन्छ पहिलाकै भिडियोमा छ त्यो चाहिँ हजुरहरूले त्यो भिडियो हेर्नु सक्नुहुनेछ त्यसको लागि बुर्ज खलिफा पनि देखिरहेको छ है यहाँबाट चाहिँ दामी सिन आएर छ अब के हो भन्दाखेरि देख्नु भएन हजुरहरूले त्यो गेट जस्तो टाइपको त्यो पनि अति दामी छ चाहिँ होस् यता चाहिँ अलिकति दामी छ दामी छ चाहिँ होस् अलिकति गर्मी भन्ने मात्रै हो जे होस् दुबई चाहिँ बस्नको लागि सेफ्टी एन्ड सेक्युरिटीको लागि चाहिँ अति राम्रो है सनसेट हेर्न सक्नुहुन्छ है सनसेट हेर्नु सक्नुहुन्छ अब यो चाहिँ अब हुन्छ नि स्काई क्रेपर्स बिल्डिङहरू हेर्नु न कत्रा भ्यू आयो त दामी छ है दामी अति बवाल छ हेर्नु सक्नुहुन्छ यो चाहिँ अलिकति के हो भन्दाखेरि अब मलाई एक्ज्याक्टली त थाहा भएन हेर्दा चाहिँ अब पिरामिड टाइपको छ दामी छ है त्यो हेर्दा चाहिँ मजा आइरहेको छ जस एक्साइटेड छ हजुरहरूले पनि हेर्नु सक्नुहुन्छ Doors will open on right-hand side. इम्पावर भन्ने बिल्डिङ देखिराख्नु भएको छ है हजुरहरूलाई कस्तो लाग्यो होला यसो अब हजुरलाई यो सिनमा जे मन पर्यो त्यो चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है अब हुन्छ नि हामीले सक्दो देखाउने कोसिस गरेर हो हजुरहरूलाई होइन जुन चाहिँ मेन अब मन परे हुन्छ नि त्यो हामीले सुधार्नु पर्ने मन पर्ने चिजहरू चाहिँ हजुरले फ्रेङ्कली भन्नु सक्नुहुन्छ मलाई यो मन परेन यो सुधार्दै भए राम्रो हुन्छ भनेर भन्नु सक्नुहुन्छ यो चाहिँ ग्रान्ड हाइट है यो चाहिँ ग्रान्ड हाइट होटेल दामी छ है ओहो स्विमिङ पुल सबै छ बब्बा लाग्यो त्यो एकदम मजा आएर छ है बाढीहरू आम्बो सही ग्रान्ड हायत है अब नेपालको चाहिँ त्यो बौद्ध छेउमा चाबेल चुचेपाटी छेउमा हायत प्यालेस छ भने चाहिँ त्यसकै हो
चेन होटेल हायत रेजेन्सी हो तर यो चाहिँ अलि चेन चाहिँ एउटै हो हैन तर यो चाहिँ अलिकति ठुलोमा भयो के त्यही भएर ग्रान्ड नाइस ठाउँ रहेछ है सिन चाहिँ खतरा देखिँदो रहेछ कि दामी छ अहिलेसम्मको अहिले भ्यूहरू कडा आएर छ यो भन्दा राम्रो आउँछ अझै Doors will open on right-hand side. المحطة الأخيرة لهذا القطار هي الخور المحطة القادمة. अहिले पनि हामी मेट्रोमै हिँडिरहेको छौँ This train is Creek. The next station is Creek. हाइवेहरू हेर्नु सक्नुहुन्छ हाइवे नै This train terminates at the next station. All passengers must leave the train at the station. Please take all your belongings with you when leaving the train. Doors will open on left-hand side. हामी आयो त हेर्दै अब चाहिँ हामी मेट्रोबाट झरिसकेका छौँ अब चाहिँ हामी हिँड्दैछौँ मेट्रोबाट लिएर सर्टकट आयो यो चाहिँ भरै हो भरै भनेर मैले भनिरहेको पर्छ जस्तो लाग्छ मलाई अझ देख्न सक्नुहुन्छ कति काटेको छ मेरो 3 रुपियाँ यो पछाडिको चाहिँ मेट्रो हो अहिले चाहिँ हामी तल उर्लिसक्यौँ अब चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा क्रिक हार्बर अब त्यहाँ चाहिँ अब हुन्छ नि अहिले चाहिँ बेलुकाको समय हो बेलुकाको समयमा चाहिँ दामी सनसेट भ्यू देखिन्छ भनेर हामी चाहिँ जान लागेको हामी चाहिँ यहाँ कतिजना छौँ भन्दाखेरि 5 जना छौँ 5 जना साथीहरू छौँ हामी जान लागेको अहिले हजुरहरूलाई त्यहाँ गएर अझ देखाउँछु है त म लेट्स कन्टिन्यू अहिले चाहिँ हुन्छ नि त अब त्यो नेटै नचलिरहेको म्याप हेरेर जानुपर्ने अब हामी फर्स्ट टाइम नयाँ भयो नि त म्यापै उयो त्यो देखिन कि अब हुन्छ नि त नेटै नआइदिरहेको यहाँ त्यही भएर चाहिँ अहिले हामीले चाहिँ एउटा सुड्डोलाई सोधायो कि यहाँ इन्डियन सुड्डो रहेछ होइन खासै हिन्दी पनि बोल्न नआउने कि मलाई अब जे पाए त्यही भनेर अब मिलाएको कुरा होइन कहाँ हो भन्दाखेरि यहाँ स्ट्रेट जाने अनि राइट रे है अब देखाउँछ है त उतै अहिले चाहिँ हामी बोटमा बसिसक्यो अब हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि क्रिक हार्बर जाँदैछौँ सनसेट हेर्न भनेर जान लागेको तर अहिले मलाई घामै डुबिसक्यो जस्तो लाग्यो तर जे भए पनि अब हामी देखाउँछौँ त्यहाँ गएर है त अहिलेको लागि चाहिँ यति नै ल त बोट चलिसक्यो अब हामी जाँदैछौँ है मजा आइरहेछ गाडीहरू चाहिँ बोटमा अहिले हामी चाहिँ क्रिक हार्बर जाँदैछौँ खुसी लागिरहेछ मजा लागिरहेछ एकचोटि यता हिँड्छ
सिम मात्रै निकाल अस्ट्रेलिया आयो क्या हो के गर्ने स्क्यान गर्नै पर्यो यो अहिले हामी बसेको ठाउँ चाहिँ हार्बर मैले भनिसकेँ अघि बोटबाट ठ्याक्कै मोरले मैले यहीँ ल्याउनु खोजेँ हो यहीँ देखाउनु खोजेँ हो सबलाई भन्नु छ केही भन्नु छैन तिमीहरूलाई कस्तो लाग्यो ठाउँमा हामीलाई बब्बा लाग्यो होइन अब जस्तैमा अब हजुर दुईपटक आउनुभयो नि त हजुरको एक्सपिरियन्स बताइदिनु कस्तो लागिरहेछ पहिलोचोटि हो पहिलोचोटि होइन ल्याउनु भएको उहाँले नै हो तर उहाँ चाहिँ अलिकति भन्न लजाइले तपाईँ त दलै हो रे त दुबईमा कसमबाडी के भन्नु छ तिमीलाई ओ हाम्रो साथी अहिले यहाँ आएर बदलिसकेको छ मुसलमान त चट्ट लगाएर हेर्नु त्यहाँ अब स्कारसिप ओहो बाढीहरू क्रिक हार्बरमा आइसके अब चाहिँ हजुरहरूले यहाँको सिनेमेटिक भ्यू हेर्नु होला अहिले चाहिँ हामी हार्बर क्रिक हार्बरमै छौँ है अहिले चाहिँ हिँडिरहेछौँ जोस मजा आइरहेछ है सिनहरू त के हो कडक छ त बबाल मजा आइरहेछ है पाहाडीहरू म चाहिँ अहिले हार्बर क्रिकमा है त होइन ठिक छ नि त चल पल हो कि क्या हो भनेर म भन्दिनँ ठिक छ बल सल सबै देखाउने रुक न पाहाडी यहाँ बिस्तारै हिँड्दैछु म होइन कस्तो कलरफुल भिडियो यता त झन् कडा छ है ओहो
दामी है दामी अझै पनि कन्टिन्यू ठिक छ चट्टा लगाएर अब हिँडिने हो सुई सुई लगाएर केटाहरूलाई पानी प्यास लाग्यो भनिरहेछ अब यता हो किन्छौँ हामी पानी पनि खान्छौँ होइन अब केटाहरूलाई प्यास लाग्यो भन्दै हिँड्न नसकिरहेछ तर म चाहिँ अति स्ट्रङ छु है यो पानी नखाए पनि अब 2 दिनसम्म चाहिँ बाँचिदिन्छु है म चाहिँ ल्याम्पमै लगाएर हुन्छ नि अब यस्तै छ केटाहरूले फेरि कता जाने भनिरहेछ म चाहिँ कन्फ्युजमा है चट्टा लगाएर अब हुन्छ नि त दामी सिनाएर छ यताउता हेर्नु सक्नुहुन्छ रोडले होइन यस्तो रहेछ अब हुन्छ नि बोटिङहरु कुर्नु पर्ने अब एकैचोटी नहुने अब त्यो 10 जना भन न हो र ल केटाले क्या बिल्ला हान्छ यो चस्मामा आफै देखाछ रे हो हाम्रो साथीले पेल्यो है पेल्यो ल पाइयो यतिकै चाहिँ पाइयो है ठीक छ केटाहरूले मलाई भनिहाल्यो चस्मा उतारिदिनु त कस्तो देख्दो रहेछ छ कि क्या ठीक छ नि त यो बिल्डिङ गनिरहेछ केटाहरूले चाहिँ अब वेटिङमा हो हामी चाहिँ बोटिङ आउने केटाहरूले गनिरहेछ कति भयो रे साथी 29 बिल्डिङ है यो चाहिँ 29 तल छ भन्दैछ केटाहरूले एक्ज्याक्टली चाहिँ थाहा भएन है पालै पिलो बसेर गनिरहेछ केटाहरूले यो 40 यो 40 तलाको बिल्डिङ रे है केटाहरूले भनिरहेछ कसम कति भयो कति तलाको बिल्डिङ रहेछ केटा हो एउटाले भने 40 एउटाले भने 80 खोइ हाम्रो बोर्डिङ आएको हो यो 62 रहेछ है छेउको यो इमार लेखेको यो सानो इमार हैन ठुलो ठुलो 62 कि 63 जस्तै 62 मिस्टेक भयो होला एक दुई मिस्टेक भयो होला भन्दैछ साथीले 62 कि 63 है अघि हामी चाहिँ क्रिक हार्बर जाँदै थियौँ भने अहिले चाहिँ घर फर्किँदै हो अब मेट्रो स्टेसन हामी जाँदैछौँ यहाँ क्रिक हार्बरबाट मेट्रो स्टेसन है त यताउताको सिनहरू हेर्नु सक्नुहुन्छ हजुरहरूले रमाइलो गर्नुलाई हेरेर त्यही हो अब हुन्छ नि दुबईको यो चाहिँ क्रिक हार्बर भन्ने ठाउँ होइन मेट्रो स्टेसनको लास्ट स्टेसन अब हजुरहरूले यता वरिपरिको सिनहरू हेर्न सक्नुहुन्छ
साथीले सिकाएर चाहिँ यसरी मोबाइल पक्र्नुपर्छ भनेर होइन। किन भन्दाखेरि मैले चाहिँ अब फ्रन्ट क्यामेराबाट भ्लग गरिरहेको कि उनीहरूले भन्छ कि त्यो पछाडिबाट भ्लग गऱ्यो भने अझ राम्रो हुन्छ भनिरहेको छ। ठिक छ, अब अहिले चाहिँ ट्रेन आएको जस्तो लाग्यो। केटाहरू सबै रेडी भइसक्यो। अब चाहिँ हामी ट्रेन चढ्न रेडी। अहिले हामी वहाँ गएर देख्छौँ। अहिले चाहिँ पार्टीहरू अहिले चाहिँ हामी मेट्रो ट्रेनमा आइसक्यो। अब चाहिँ ब्याक हुन लागेको है बर्दुबेतिर। अब यो चाहिँ लास्ट स्टेसन हो, क्रेक भन्छ यसलाई चाहिँ। अब चाहिँ हामी अलगुबा स्टेसनमा चढ्छौँ है त। अहिले चाहिँ हामी आइसक्यो अलगुबा स्टेसन है। कहिले काहीँ हिँड्नु पनि पर्छ है, सधैँ एस्केलेटरमा चढेको हुँदैन। ग्याङ ग्याङ हो कि क्या? बाई बाई गर्दैन त अब। आइसक्यो है। अब चाहिँ मेट्रो स्टेसनबाट एक्जिट गरिसक्यो गाडीहरू। अहिले चाहिँ हामी मेट्रो स्टेसनबाट निक्लिसक्यौँ होइन। बाहिर चाहिँ एकदम त्यो बाफेको हावा आएर लास्ट गर्दैछ है। आजको लागि चाहिँ यति है।